अहिले त स्वर्गद्वारको यो घर र सिँढी पनि कति राम्रो बनायो बिचमा फुल रोपेछ हामीले 515 भयो यहाँसम्म मान्छे कतिसम्म रहेछ है 515 रे 500 मैले भनेको त 100 भनेको मैले हैन त राम्रो बनाएको कति वर्ष अगाडि 6 वर्ष अगाडि आएको थियो हामी हो ल अब मन्दिर आउन लागिसक्यो ल अब यो भनेको आहा यो मुनि नि के बनायो ओहो तलतिर नि त पुरा त्यो गार्डन जस्तो बनाएको है 6 वर्ष अगाडि कस्तो थियो अहिले कति चेन्ज भइसक्यो ल अब चाहिँ मेन स्वर्गद्वार मन्दिर गेट आउन लाग्यो ल हेर्नुहोस् गाइस हाम्रो स्वर्गद्वार मन्दिरको सिँढी हजुरहरू नि आउनु होला कति राम्रो छ यहाँ आयो भने छुट्टै आनन्द फिल हुन्छ हजुर कहाँदेखि धादिङदेखि ल्याइदिनु न आउनु त यहाँ धादिङबाट हजुर घर चाहिँ धादिङ हामी 3 जना 3 यो सानो फुच्चीसँग 4 जना हो बसन्ती मगर हजुर 98 69 27 90 45 हजुर ए ल हस् धन्यवाद सानो बिस्तारै हिँड्नु न बिस्तारै हिँड्नु सानो छु भने हो शौचालय त यहाँ छ नि फेरि अहिले माथि फर्केर आउनुपर्छ नि शौचालयको व्यवस्था यहाँ छ गाइज ऊ त्यहाँ जानु ऊ त्यहाँ टोइलेट नि गएर आउनु यता माथिपट्टि मैला लेखेको छ होइन यता माथिपट्टि गर्नु है म चाहिँ आँखा नसु कस्तो ढुसो लाग्यो क्या हुस्सी भन्छ कि ढुसो आउँछ हुस्सो लाग्यो जाडो भने नि यो असोज कार्तिकमा नि धेरै चिसो छ न पुस माघको जस्तो चिसो छ क्या गाइज ल हेर्नुहोस् अब यो स्वर्गद्वारको मेन गेट भन्नु पर्यो मन्दिरको ठुलो गेट यस्तो राम्रो फुल रोपेर के चिसो बिराम हुन्छ क्या अब त नमस्ते महाप्रभु की जय होस् महाप्रभुको जय होस् स्वर्गद्वारीको मन्दिरमा आइपुग्यो फोटो खिच्दिने अहिले त दसैँको बेला भएर होला सबै खाली नत्र भने त यो मन्दिर कम्ता प्याक हुन्छ त खाली नै छ
गजारी मन्दिर पनि टेकेको प्रभु महाराज हजुरको जय होस्। अन्त खाली नै भन्नु पर्यो यस्तो खाली नै हुँदैन पुरै खाली छ कि ठिकै आएको हुन्छ यो भोलि बिहानै उठेर दर्शन गर्ने हो मन्दिरमा। अहिले त प्रभु महाराज हुनुहुन्छ टक्क हेर्नुहोस् अग्नै छोरी प्रभु हजुर के सानो हो फुड होला फुड ए यता आउँछ सम्भाव भेन्दमति सम्पत्तिर्देवा भूमि जनेन्द्रविकं श्रीशां सदा शिवाय नमः सर्वेभ्यो देवेभ्यो नमः।